हामीलाई मुख देखाउन दिँदै त्यसमा Cheers! पानीपुरी guys. भएन कि यो ढङ्ग नभएको ल खाथ्यो देखाएको छ नआएको र चम्चा अनि त्यस्तै खान्दिनँ यस्तो बोलाउनु न अनि कहाँ उसमै आए आउँदैन उ त मतलब यो जस्तो मतलब बिरालो कुनै छैन त्यो मैले स्टोरी हालेको थिएँ नि त्यो फेरि कस्तो ठिक थियो कि बिरालो भिडियो हालिछ अनि फेरि हातले गम गम हाल्छ हाइजिन कि त रे हाइजिन त्यसरी भन्छन् मान्छेले आजकल हाइजिनको ख्याल गर्नु पर्दैन आज अब जम्मा 2 जना मात्रै पक्रियो अरु अर्को खासुङमा लाउने ल होइन गृह मन्त्री अवस्था सुदन गुरुङ जस्तो 24 घण्टा नहुँदै भने हन् जेलमा कोच्यो भने आन्दोलन गरे नि अरे 3 बजेसी भने हन् के अझ गरे हन् किन नगर्दा हुन् काङ्ग्रेसलाई केही छैन त उसलाई हाले हन् बिचारा त्यो काङ्ग्रेसको हो नि त त्यो के हो लेखक छायामा परो बिचारा उ त दिन नि के अरे बयान दिन नि गएको हो ओली हो नगएको त्यसलाई मात्रै चाहिँ मर्ने बेलसम्म जेना चढाउनु पर्छ त्यसलाई त कसलाई ओलीलाई त्यो बुढो होस् कि बाबु अब यस्तो अब यी विद्यार्थी संगठनहरु खास यो यी सबै भारतीय सङ्गठन एमालेका सबैका खारेज गर्नुपर्छ नत्र भने यस्तो आज आन्दोलन हुन्थेन नि यो भारतीय सङ्गठनहरूले गर्दा भएको माथि घर मण्डलमा गयो होला धनिया हालेछन् मिठो भएर र त्यहाँ धनिया डिमिनिसिङ मार्जिनल युटिलिटी भन्ने एउटा कन्सेप्ट हुन्छ क्या सुरुमा खाँदाखेरि बहुत मिठो हुन्छ अनि 2टा 3टा 4वटा खाँदै जाँदाखेरि चाहिँ मिठो लाग्न छोड्छ क्या अनि आरामले जति हुन्छ पेट भरिन्छ नि त त्यो भित्रको एनर्जीले तानेसी जस्तो नि त्यो भोकले तानिरा हुन्छ जस्तो नि मिठो हुन्छ तिमीहरूले चाहिँ पढाएको छैन एउटा थाहा छैन तिमीहरूलाई होइन यो साइकोलोजीको बारेमा हमने एकचोटि त्यति भात खा छुट्यो त्यो बिरालाको नानी अब नानीले छुट्यो सबै हो नानो वाटर बल्स बिग्रिसक्यो म त कति नसोच त्यत्रो खानु 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 खाना ए धेरै नै हुँदो रहेछ म त अगामलाई तर कति खर्च आयो यतिमा कति नै आएन खर्च बस के हाल्छ भने हैन पर 5 थोरै हुन्छ क्या 5 फोर भनेर त भनिरहेको थिएँ नि मैले बखा सुरुबाट बना